नमस्ते द्रासोइते साथीहरू, तपाईहरूले मेरो रसेन्ट टु नेपाली वर्डहरू धेरै मन पराइदिनु भएको छ। त्यही भएर आज मैले हजुरहरूको लागि फेरि 2-4वटा वर्डहरू लिएर आएको छु। नमस्ते द्रासोइते साथीहरू, तपाईहरूले मेरो रसेन्ट टु नेपाली वर्डहरू धेरै मन पराइदिनु भएको छ। त्यही भएर आज मैले हजुरहरूको लागि फेरि 2-4वटा वर्डहरू लिएर आएको छु। जस्तै म थाके, या उस्ताल या उस्ताला। उस्ताला भनेको चाहिँ केटीलाई, अब केटा हुनुहुन्छ भने चाहिँ या उस्ताल भन्नुपर्छ है। अनि मलाई भोक लाग्यो, या गालोद्नैया, या गालोद्नैया, या गालोद्नी। गालोद्नी भनेको चाहिँ केटाले, या गालोद्नैया भनेको चाहिँ केटीले। या खाछु पिप, मलाई तिर्खा लाग्यो, या खाछु पिप, मलाई तिर्खा लाग्यो। एकैचोटि